हाई गाइस नमस्ते यहाँलाई चाहिँ धेरै धेरै स्वागत छ हाम्रो एदु ब्लगमा। सत्य कुरा बोल्न पर्छ मान्छे। अच्छा हमको सिखा रिया है। अबे तू है कौन तू? हेलो सबैजनालाई फेरि पनि नमस्कार गर्दै म आज पनि यसो मोबाइल तेर्साएर आएको छु। आज चाहिँ हाम्रो ग्रुप मिलेर हामी गिफुको एडभेन्चर भ्याली भन्ने ठाउँमा गएको थियौँ। खासमा यो चाहिँ बच्चाहरूको लागि रहेछ, तर हामी पनि बुढो बच्चा हो नि त, बुढो बच्चाले पनि रमाइलो गर्न मिल्दो रहेछ। यहाँ चाहिँ एकदम भित्र गेटबाट भित्र छिर्नु साथै एकदम हरियाली होइन, शीतल, अनि यहाँ सानो गाडीमा पनि चढ्न मिल्दो रहेछ। चलाउन चाहिँ मिल्दैन रहेछ, बाजेले चलाउनु हुँदो रहेछ, अनि हामी चढ्न चाहिँ मिल्दो रहेछ, पैसा लाग्दो रहेछ। पनि यहाँ चाहिँ स्वागतको लागि फुलहरू रोपेको रहेछ। अनि यता यहाँ माथि चढेपछि बिचमा चाहिँ तलाउ रहेछ, पोखरी रहेछ, अनि उता पारिपट्टि खेल्ने ठाउँ पनि रहेछ। अनि सानो सानो गाडीहरू चाहिँ धेरै गुडाइराख्दो रहेछ क्या यतातिर। यहाँ थोरो यहीँ वरिपरि मात्र डुल्न मिल्दो रहेछ। अनि यता लागेपछि फेरि हो कति राम्रो हरियाली। आज मौसम पनि एकदमै राम्रो थियो, अनि यता एकदम हरियाली, एकदम हावा आउने शीतल हुँदो रहेछ। यसपछि चाहिँ हाम्रो गफ सुन्नु है त। हुन्छ लजावती झार। हाई गाइस नमस्ते यहाँलाई चाहिँ धेरै धेरै स्वागत छ हाम्रो एदु ब्लगमा। अच्छा आज चाहिँ हाम्रो चाहिँ धेरै धेरै धन्यवाद ग्रुप चाहिँ हामी नागोया नजिक चाहिँ गिफु एरियामा चाहिँ घुम्न आइरहेको छौँ। यहाँ चाहिँ हाम्रो टिमहरू हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो ब्लग बोय एडिट गर्ने झ्याउ लाग्छ। अच्छा नागोया नजिक हुनेहरू चाहिँ आउनु होला। एकदम रमाइलो छ हेर्नु त। मिनी गाडी चलाउन चाहिँ मिल्दैन, चढ्न चाहिँ मिल्छ। अन्त मलाई चाहिँ मोबाइल तेर्साएर त्यो भन्न आउँदैन, त्यही भएर भाउजूले भनिदिनु भएको। अनि यहाँ चाहिँ खेल्ने कुरा रहेछ, सुलुलुलु खेल्ने कुरा रहेछ। अनि बचपनमा हामी जङ्गलमा गएर त्यो सल्लाहको उसमा चिप्लेर खेल्थ्यौँ नि, त्यही याद आयो। अनि खेलेर पछाडि त्यो प्यान्टको चाहिँ पुरै पल हुन्थ्यो नि, दुईवटा आँखा जस्तो। अनि हाम्रो ब्रोको गफ सुनौँ है त। अहिले यताबाट जानुपर्छ है। ऊ तिनीहरूको होला क्या पैसा लाग्ने। पैसा लाग्ने यो बच्चाहरूले खेल्ने हो, हामीले होइन। सत्य कुरा बोल्न पर्छ मान्छे। यो थियो हाम्रो अधिकारी ब्रोको मान्छे भएपछि सत्य बोल्नुपर्छ भन्ने गफ। अनि हामी पनि लाग्यौँ यहाँबाट सुलुलुलु खेल्न। यहाँ चाहिँ जाने ठाउँ साँगुरो रहेछ, अनि त्यही भएर पालो लाइन लागेर गइरहेको हामी। नवीन चाहिँ खेल्न डराएर तल बसिरहेछ अब भनेको। अनि अगाडि सबजना गइरहेछ, म चाहिँ लास्टमा भिडियो खिच्दै हिँडिरहेको छु। यहाँबाट तलमाथि कता जानु पर्दो रहेछ। अब हाम्रो भयो सुलुलुलु। योले चाहिँ सुरुमा चाहिँ एकदम धेरै पोल्दो रहेछ होइन, त्यो तलको उस घुम्दो रहेछ नि त। अनि कस्तो पोल्दो रहेछ। यहाँ मलाई चाहिँ स्वागतको लागि भाउजूहरूले पुरै रुकुरिराख्नु भएको रहेछ। सुलुलुलु स्वागत गर्दै हुनुहुन्छ भाउजूहरूले, हाम्रो दुईवटा राम्री भाउजूहरू। अनि फेरि यहाँ यता अर्कोपट्टि पनि छ क्या यसको, अनि अर्कोपट्टि पनि खेल्न लाग्यौँ हामी। यहाँ चाहिँ सबभन्दा पहिला म अगाडि गएँ, सबजना पछाडि छ। यहाँ चाहिँ अनि अब सबलाई अगाडि लाएर अनि भाउजूहरू चाहिँ पछाडि आउनुहुने रे, म फोटो खिच्ने भिडियो खिचिदिनु भनेर। त्यही भएर पहिला यहाँ केटाहरूलाई अगाडि लगाउँछु। यहाँ हुनुहुन्छ अधिकारी ब्रो सबभन्दा अगाडि सुलुलुलु। त्यसपछि हाम्रो निवान्मेमा सुभाष छ, यहाँ झोला बोकेर सुलुलुलु। अनि त्यसपछि चाहिँ सुभाष गएपछि पालो नवीनको। नवीन चाहिँ डराइरहेछ, कहाँ गयो नवीन, हरायो। नवीन चाहिँ यहाँ छ, चस्मा लाएर आँखै देखाएन अरे कि, दिउँसै आँखा देखाएन अरे। कालो चस्मा खोल भनेको मान्दैन। अनि फेरि आँखा देखेन भन्दै रुँदै हिँड्छ। अनि सुलुलुलु। त्यसपछि मेरो पालो है त, म पनि गएँ। भाउजूहरू चाहिँ दुईजना पछाडि हुनुहुन्छ, म तल पुगेर भिडियो खिचिदिनु रे। त्यही भएर यहाँबाट अघि त एकदम धेरै पोल्यो, अनि म त सुतेरै आइदिएको कि माथि त। अनि यहाँबाट चाहिँ यसमा चाहिँ पोलेन, रमाइलो भयो। यसमा चाहिँ शीतल रहेछ यसमा, त्यही भएर नपोलेको होला। नवीन चाहिँ यहाँ यस्तो घिचिक ब्रेक लाउँदै गइरहेछ क्या, तातो भएर होला। अनि यहाँ हाम्रो इन्डिङ पोइन्ट चाहिँ यहाँ हो। अनि अब आउँदै हुनुहुन्छ हाम्रो दुईवटा हिरोइनहरू। एउटा हिरोइन भाउजू आउनुभयो, मनिषा भाउजू। अब हाम्रो अर्को सबिना भाउजू आउँदै हुनुहुन्छ। सबिना भाउजू चाहिँ उता माथि अलि बिस्तारै आउँदै हुनुहुन्छ।
मनिषा भाउजू चाहिँ मभन्दा थोरो मात्रै पछाडि आउनुभएको छ, त्यही भएर खासै राम्रो भिडियो खिच्न पाएन। भाउजू नरिसाउनु होला। यता आउनुभयो हाम्रो अर्को हिरोइन भाउजू सबिना भाउजू। यहाँ हाम्रो ब्रोकोमा हेर्नु न, फेरि भाउजू लड्नुहुन्छ भनेर समात्न जानुभएको छ। अनि थोरै यता चाहिँ माछाहरू रहेछ कलर कलरको। त्यसपछि हामीलाई स्वागतको लागि यता फुलहरू पनि टन्नै रोपेर राखेको रहेछ होइन। नवीनको बिहेमा यही फुलको माला बनाउनु पर्छ भनेको, खोइ नवीनले बिहे नै गर्दैन। अनि यता माथितिर पनि रहेछ खेल्ने कुराहरू टन्नै रहेछ, तर अहिले चाहिँ त्यो भालुहरू जङ्गली भालुहरू आउँछ भनेर यता माथि जङ्गलपट्टिको खेल्ने कुराहरू चाहिँ सबै बन्द गरेको रहेछ क्या। अनि जुन चाहिँ हामीले टिकटकमा भिडियो देखेर गएको थियौँ होइन, त्यतातिर चाहिँ सबै बन्द गरेको रहेछ। अनि तर उताको त्यो बन्द गरेको कुराहरू खेल्न नपाए पनि यता यहाँ बच्चाहरू रमाइलो गरिरहेको रहेछ। हामी पनि एकछिन गएर गफ गरेर बस्यौँ। अनि त्यसपछि हामी आफ्नो बाटोतिर लाग्यौँ। अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। माया गरिदिनु होला।